उपस्थित सम्पूर्ण आदरणीय व्यक्तित्वहरू जसले मलाई मालती मङ्गलेको टिमलाई सम्झेर माया गरेर आउनुभयो उहाँहरू सबैलाई हृदयदेखि नै मेरो तर्फबाट हाम्रो टिमको तर्फबाट धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु। अब विभिन्न क्षेत्रबाट विशिष्ट महानुभावहरूको उपस्थिति छ, स्पेसल्ली मिडियाको तर्फबाट आउनुभएका सम्पूर्ण मिडियाकर्मीहरूलाई पनि सम्झिन चाहन्छु। अब नाम लिँदै जाँदाखेरि फेरि अब लामो होला, यसै पनि मलाई सम्पूर्ण भार यहाँ मलाई आइपुगेको छ, के बोल्ने के नबोल्ने होइन। मलाई पनि प्रभुजीले जस्तै छोटो 2 शब्द बोलेर हिँड्न पाए हुन्थ्यो भन्ने पनि मलाई पनि फिल हुन्छ, तर अब के कुराहरू बोल्नै पर्ने हुन्छ। र अब विशेष रूपमा यो फिल्मको हाम्रो एउटा चाहिँ नि अब यसलाई बोक्ने भनौँ न, यसको चाहिँ सारथी भनेको पक्कै पनि डाइरेक्टर साहब नै हुनुहुन्छ, प्रभु पाण्डे भाइ, जो अब हेर्दाखेरि चाहिँ अलि सानो सानो देखिनुहुन्छ। उहाँलाई यस्तो मान्छेलाई पनि पत्याएर फिल्म बनाएको मान्छे हेर्दाखेरि त गाह्रै छ नि भनेपछि अब केही त मैले भेटेँ होला फिल्ममा होइन, किन उहाँलाई हेरेर मात्रै त मैले पत्याएको होइन होला, त्यसमाथि डेब्यू डाइरेक्टर होइन। त्यसले गर्दाखेरि उहाँ अब यो फिल्डमा हुनुहुन्छ विगतको 1.5 दशकदेखि टेक्निकल टिममा आफै साउन्ड डिजाइनर पनि हुनुहुन्छ र अब लाइक अब भनौँ न चिफ एडी भएर धेरै फिल्ममा काम गर्नुभएको छ। उहाँका कथामा अरू सिनेमाहरू पनि बनेका छन्। र अब सागर भाइ जो यसको कार्यकारी निर्माता हुनुहुन्छ, मेरो प्यारो भाइ हो, मसँगै काम गर्ने भाइ हो। अनि त्यसपछि अब भाइले लिएर आएर मलाई भनौँ न प्रभुलाई लिएर आएपछि दाइ एउटा यस्तो टाइटलमा हामी फिल्म बनाउँदैछौँ भनेपछि सबभन्दा पहिला त मलाई टाइटलले नै तान्यो। मालती मङ्गले भनेको नेपालमा 2टा गीति कथाहरू चाहिँ नि भनौँ नाटकहरू एकदमै प्रचलित छन्। एउटा मुनामदन जसमा सिनेमा बनिसकेको छ, एउटा अर्को माधव प्रसाद घिमिरेज्यूले लेख्नुभएको राष्ट्रकवि मालती मङ्गले। र यो टाइटलले नै छोयो पहिला चाहिँ, त्यसपछि मैले कथा सुनेपछि मैले एक सर्टमै मलाई मन पर्यो, किनभने कथा राम्रो नै छ होइन। अब बन्ने प्रोसेसहरू त आफ्नो ठाउँमा छ होइन। अनि कथा मन परेपछि मैले ल अगाडि बढौँ भनेर त्यसपछि हामी अगाडि बढ्यौँ र एउटा एकदमै प्योर लभ स्टोरी, प्योर हाम्रो नेपालीहरूको गाउँको, अघि नै आनन्द दाइले भन्नुभयो माया होइन प्रेम कथा, यसको एउटा फरक पनि मजाले दाइले भनिदिनु भयो, एकदमै खुसी लाग्यो। आनन्द दाइ मसँग लामो समयदेखि जोडिने, ओह्राली लागेको हरिणको चाल हो भनौँ अथवा हिरा काट्ने हिरामा राखेर, माया जदौ, दैव तेरो मायाको खेलाली होइन लगायतका धेरै गीतहरू, बाचुन्जेलीलाई लगायतका गीतहरूदेखि लिएर मालती मङ्गलेको टाइटल सङसम्म। र यसको पहिलो जुन 2टा लाइन छ, नसोध नखोज रङ्ग आँसु र पानीको, मायामा फुल्ने जिन्दगानीको, आँसु र पानीको रङ भेटिँदैन होइन। त्यति त्यहाँ त्यो डिपमा लेख्ने गीतकार र मलाई मेरो लागि लक्की पनि भन्छु म। उहाँका मोस्ट अफ गीतहरू मैले जुन गाएको छु सबै सुपरहिट छ र यो पनि त्यो गीतको पनि धेरै दर्शकहरूको यहाँहरूको मन छुने कुरामा म विश्वस्त छु। र अब कथाको कुरा गर्दाखेरि अब